हरियो वन खान्कीको धन। आज के खोज्दैछौँ भने हाम्रो वन जङ्गल कति हरियो छ। हरियो वन जङ्गल छ हाम्रो चाहिँ, हरियो हरियो रुखहरू होइन। जे भने त्यही पाइन्छ खानेकुरा चाहिँ, चिन्नु चाहिँ पर्छ। त्यही सबै अस्तिको हावाले लडाएको रुख। यहाँनिर चाहिँ एउटा च्याउ पलाउने ठुट्टा थियो कि, यहाँ छेउमा चाहिँ, यहाँ छेउमा च्याउ पलाउने ठुट्टा थियो। त्यो हेरौँ है त सँगैसँग लाग्छ छ होला। यो चाहिँ हावाले सार लडाएको रहेछ। यो चाहिँ हावाले लडाएको रहेछ यो रुख। ल च्याउ रहेछ भन्ने कुरो पत्ता लाग्यो। ल यो चाहिँ कुन च्याउ हो भन्छ भने यो चाहिँ फकफके च्याउ भन्छ। फकफके च्याउ, फकफके च्याउ, फकफके च्याउ कस्तो मजाले उम्रेको रहेछ। अब यसलाई चाहिँ पोलिथिन भेला पार्ने हो। फकफके च्याउ भन्छ। कस्तो दामी हुन्छ नि यो खोर्सानीको ठुट्टामा उम्रेको च्याउहरू चाहिँ खानुहुन्छ। त्यो पनि चिनेर है, नचिनी चाहिँ खानु हुँदैन फेरि। धमाधम टिप्दैछु म यसलाई चाहिँ। फकफके च्याउ भन्छ यसलाई। यस्तो हुन्छ फकफके च्याउ चाहिँ, दामी हुन्छ फकफके च्याउ। यो चाहिँ घाम लागेर पुरै पानी आएपछि चाहिँ ठक्क उम्रिने गर्छ। कति रहेछ, निकै पलाएको रहेछ। यता भित्र पनि रहेछ। ल आम्म त भित्र त ठुल्ठुलो रहेछ हो। फकफके च्याउ कति छ चाहिँ। तपाईँहरूले खानु भएको छ यस्तो च्याउ? चिनेर खानुपर्छ। यो खोर्सानीको ठुट्टा हो, यो खोर्सानीको ठुट्टामा उम्रिने गर्छ। ल यो चाहिँ टिपेन भने फेरि मान्छेले टिपिहाल्छ। फकफके च्याउ, फक फक परेको हुन्छ र फकफके च्याउ यसको नामै। यस्तोतिर पनि रहेछ, उतापट्टि पनि छ, उतापट्टि।
फक परेको हुन्छ फकफके च्याउ एक पोलिथिन बनाइयो ल फकफके च्याउ भनिन्छ यसलाई चाहिँ होइन आजलाई चाहिँ जङ्गलाको फाइदा भयो यो घर छेउकै जङ्गल हो यो रुख फेरि लडेको रहेछ हावाले लडाएको रहेछ यो ठुट्टा हो अब यसमा पनि उम्रिन्छ यो पनि सुकेर यो मक्के कुहिएपछि अब यहाँ मुनि छ एउटा त्यस्तो पनि छ कि हेरौँ पुरै रुख माथि हिँडै ठुलो रुख यसो मक्केको छ यस्तो मुनि पनि छ यहाँ पनि पुरै झरी मारेर जानु पर्ने हुन्छ यहाँ पनि छ ठुट्टा यसमा छ कि छैन हेरौँ छ कि छैन हेरौँ यो चाहिँ फेरि खानु हुँदैन यो चाहिँ खानु हुँदैन यो चाहिँ यसले चाहिँ डेन्जर गर्छ आहा लु यहाँ पनि रहेछ टलक्कै रहेछ यहाँ पनि कहाँ रहेछ भन्दा यसो पनि रहेछ ल हेरौँ त ल यहाँ पनि पलाएको रहेछ है पलाएको रहेछ उँधो छ कि छैन अहिले हेर्नु ल यो अघिको माथिल्लो ठुट्टाबाट ल्याएको यो चाहिँ के छ अब यहाँको फक फक परेको हुन्छ फकफके च्याउ चाहिँ अलिक ढिलो देखेको भए चाहिँ अलिक ढिलो देखेको भए चाहिँ यो चाहिँ कुहिएर जाने थियो यस्तो भित्र पलाएको रहेछ नि यहाँ भित्र हेरौँ त यस्तो भित्र पलाएको छ भित्र
फके च्याउ फके च्याउ ल सक्यो सिनिकै भयो यस्तो भित्र पाउ यो ठुट्टामा पहिलादेखि पलाइरहन्छ यसमा जसले अगाडि भ्याउँछ उसले खाने हो होडबाजी चल्छ यसमा चाहिँ होइन यहाँ भित्र पलाएको रहेछ यस्तो भित्र पलाएको रहेछ दिने भयो अझै छ एक पोलिथिन भयो एक झोलै भयो हाम्रो वन जङ्गल सुन्दर हरियाली छन् च्याउ बोलाउने ठुट्टा यहाँ छ हैन सुन्दर छ यो सुन्दर वन जङ्गल भेटाइयो च्याउ ल धन्यवाद।